लु हाम्रो भेना चाहिँ दिदी माग्नु आउनु हुँदैछ यहाँनिर आइयो है हामी अब हामी आयौँ टाढोबाट आएको अब ढिलो भयो होला बास दिनुहुन्छ कि हुँदैन अब होइन त्यो तपाईँहरूको खुसीको कुरा हो किनभने हामी बिस्तारै आयौँ टाढोबाट आइपुगेको हो घरपति आमै बाबै घरपति आमैहरू बास के अनि तपाईँहरू हजुर हामी त अब खै कहाँबाट कहाँ आइपुग्यो अब तपाईँको यसो बास माग्नुको लागि चाहिँ आएको हो हजुर हाम्रोमा त बास दिने चलन छैन त अब बास माग्ने अब दिनु हुनुभन्दा गाह्रो पऱ्यो हामी पनि त यसरी बिचल्नी परेर आएको छौँ यसो दिनुहोस् न त एक दिनको लागि केही छैन होइन कुन गाउँबाट आउनु भएको हजुर कुन ठाउँमा हिँड्नु भएको हो बास बस्ने मात्रै हो कि हामी चाहिँ बाङ्राङबाट आएको हो बाङ्राङबाट आउनु हजुर अनि कुन त्यसो गाउँमा हिँड्नु भएको चाहिँ तागेर कुन गाउँमा हो हामी चाहिँ उता अब चिप्रुङतिर हिँडेको हो अलिकति अब ढिलो भएर यसो बास माग्न आएको तपाईँहरूकोमा बाटो बिराएर आइपुग्यौँ अनि के गर्नु त है बास मात्रै माग्नु हुने हो कि अरू केही पनि काम छ कि भन्नु गर्नु पर्ने कुराहरू छ हजुर पहिला चाहिँ अब बासै माग्छु सर्वप्रथम त हामीले अनि त्यसपछि अब हामी अब तपाईँहरूलाई भनिदिन्छु है हजुर पहिला चाहिँ बासै माग्नु चाहिँ आएको हो तपाईँहरू अभर पर्नै भएको हो त हजुर अभर परेको हो हामी हजुर ल त्यो बास मात्रै अनि अरू कुरो केही छैन होइन त्यसपछि हुनु पनि सक्छ बिस्तारै तर पहिला चाहिँ अब सुरुमा चाहिँ बासको गाह्रो भएर चाहिँ आएको हो ए ल त्यसो भने फेरि भोलि कुरा हेर्न पाइँदैन है हामी हजुर हस् हस् हुन्छ हजुर हस् हुन्छ ए लु त्यसो भए बास माग्नु आउनु भएको छ हाम्रो यो धेरै त बास देउता कसो छ बास दिने आपत्ति अब बास दिनु भने तपाईँहरूको पनि सेवा हो अब होइन तपाईँहरूको धर्म हो अब हाम्रो त दाजुभाइहरू सबैले श्रद्धा गरेर मात्रै दिने चलन छ हाम्रो भाइ वैतुङ चाहिँ छैन धेतुङ चाहिँ छ अहिले हाम्रोमा धेतुसँग सल्लाह पो गर्नुपर्ने भयो त हुन्छ के छ दिउँ त माइला अब दिनु पर्यो होला नि खबर परेको मान्छेहरू टाढोबाट आउनु भएको छ त्यसो भए लु यहाँनिर कुरा हुँदैछ अनि त्यसो भए बास माग्नु नदिनु आउने भयो ल हुन्छ त ल अब त्यसो भए हाम्रो त रित चाहिन्छ त्यसको लागि के चाहिन्छ बास माग्नुको लागि त हाम्रो त के चाहिन्छ भन्दाखेरि हजुर हामी किराँती कुलमा जन्म भयो पहिलादेखि खाइ आइपाएको हामी त रक्सी नै माग्छौँ हामी खै त हाम्रो साथी ए ल ल हस् त ल हस् त लु राख्नुहोस् न त अब बास है दिउँ। अब यसरी गरौँ यो अब त्यसो हो भने अब त बस्नु मिल्छ कि हजुर ल बस्नुहोस् न। बोलेर आउनु टाढोबाट जाडो जाडो भयो जाडो पनि भयो लु त्यसो भए अब नत्र अब भित्र बस्दा पनि यो जोइन मलाई दिनुहोस् ल अब हामीले जोइनलाई पिँढी बासको कुरा हो है ल यो पर्खिन तपाईँ त्यो उभिराख्नुहोस् न यो अब इन्दिराका त्यही पैसा दिनुहोस् लु ढोकिदिनु पैसा फिर्काइदिनु लु कन्छ आइल ढोक हातमा ढोक्नुपर्छ खुट्टामा ढोक्नुपर्छ खुट्टामा लु पैसा पैसा फिर्ता दे अब कान्छी खोइ हाम्रो कान्छी अब कान्छी लिनु पर्ने ढोक दिनु लु फेरि फिर्काइदिनु लु माइला ए माइला ठुली ठुली सानी हो
लु अब माइला साला ऊ ज्वाइँलाई गर्नु पर्छ। गाई त केटापट्टि उहाँको त टोली छुटिसक्यो नि होइन हामी बिजोडी भइयो चिन्नु पर्यो त साला चाड भाइ हो त केटा हो यतापट्टि आउनु उताको उतै उताको उतै होइन होइन साल भाइ हो नि त लु कोप्लीमा म भोलि नाति नाति यस्तो रित हुन्छ मलाई थाहा छैन। ल यसरी हो यो पैसा लु पैसा लिनु पाइँदैन है फेरि त्यो ढोका ए लु भिडियोमा गर्छ खोइ देखिन्छ खोइ मलाई त देखिन्छ ए देख्नु होइन नाति बेलापट्टि भइसक्यो नाति नाति खोलापामा छोरा भनेपछि त यतापट्टि हुन्छ नि मूल मान्छे होइन होइन लु बसमा बस्छ अब अब यता युनिसाउ खानु पर्यो नि त अब हाम्रो टोलीको पनि चाहिँ खिच्नु है मुख्य मान्छे हो हामी त फेरि मेन हो मेन हो नि हामी यता मेन नातिको पनि छ है यहाँ हो त्यो भएर भोलिको लागि कार्य उतारिदिनको लागि तपाईँहरूलाई यो रितले बाँधेको होइन रितले बाँधेर तपाईँ भोलि बिहानै उठ्ने आउने अनि भरे चाहिँ के कति चाहिँ मान्छेहरू आउँछ उनीहरूलाई खाना पिना सबैलाई हेर्ने अरूको त कानुन हुन्छ हाम्रो चाहिँ यो रितै रित भनेको रितले बाँधेर गरेको चलन हो त्यस कारण तपाईँहरूलाई यो चाहिँ 100 रुपियाँ आइदियो है यता रबिन पनि यता यता छु नि त अहिले मेरो नाम नलिनु न उताको लिनु मुख्य हो हामी के भोलि म त भोलि खतरा हुन्छु कि मान्छे नि हाम्रो अब दुईटा ल्याउँ फेरि भेना चाहिँ हाम्रो आज यहाँ सिकुवा बासको लागि आउनुहुन्छ एकदम हामीले बास दिइसक्यौँ नि त सबै तपाईँ कहाँ पाइसक्यौँ भन्नु हामीले बास पाइसक्यौँ अब हामी त घरमा हामी घरमा अब जस बास पाइसक्यौँ घरमा चाहिँ भित्र अब हाम्रो भेनाको साथी चाहिँ यता हाम्रो कलिया चाहिँ गरिदिन्छ हामीले बास पाइसक्यौँ अर्को साथी चाहिँ खुसी छौँ हामी सन्तोष भेना हाम्रो भेना लु के भनिदिनु दुई शब्द होइन अब बास दिनुभएकोमा धन्यवाद अब चाहिँ एउटा बास पाइसकेपछि एउटा परिवार जस्तो भएर बस्न हामी दिलबाटै अब खुसी छौँ र अब त्यो गर्ने पनि छौँ अब यता के हो कोसेली के भन्छ यसलाई त खुसी रितको चाहिँ अब यो हामी सबै चिम्सा कि के भन्छ तिम्सा गर्दैछौँ चिम्सा गर्दैछौँ चिम्सा अलिक ठिका ठिका हाल फेरि तिम्साले चिम्सामा यो त नौ भन्नु पनि मिलेन मेन हाम्रो भनेकै यही हो कि तर यो चाहिँ होइन नि नाइ भन्नु मिलेन यो अरे त नाइ नाइ भन्नु हजुर दिनु त्यही भएर अलिक थोरै पस्किनु पर्यो अब बास पाइसक्यो तब भित्र त अब उफ्री हामीले बास पाइसकेपछि अरू घरै सक्यो आफ्नो अब बास हामीले पाइसक्यो सक्यो के अब उहाँ लोकन्ते पनि मै नि भनिदिनु न उहाँ हो एकजना मैले पनि हो लोकन्ते मै हो कि
उहाँ हो अरे अनि के यो सँगै बस्छ चाहिँ लोकलले मै हो कल्याणी भयो कि बाग्रादेखि आइसक्यो अहिले चाहिँ बाग्रादेखि अहिले आइसक्यो हाम्रो त बिहे सुन्ने बित्तिकै हाम्रो रबिन सर चाहिँ सबसे खुसी हुनुहुन्छ क्या खुसी त म साँच्चै यो ठाउँमा पनि यसरी बिहा खानु बुढाबुढी 12 पनि ल्याउनुहुन्छ म सोधि पनि रहेछ हरेक कुराहरू त्यस्तो गर्दा चाहिँ अब मानसिक रूपले आनन्द भइन्छ एकदम यो ठाउँमा अहिलेको उमा आउनु पनि पर्यो क्या यस्तो तरिकाको रीतिरिवाजमा हाम्रो यहाँको फेरि कति वर्ष हो 4 वर्ष हो मूल ढोले तपाईँको 5 वर्ष भयो के अब होइन मूल ढोले साकेला गरेको चाहिँ अब 5 वर्षमै हिँडिसक्यो